जनालाई नमस्ते छ र आज फेरि हाम्रो हजुरबाहरूकोमा अब हजुरआमाहरूकोमा अब सानो गेट टुगेदर प्रोग्राम अब तिहारसम्म प्रोग्राम होला जस्तो छ हो। अनि हेर्दै जानुहोस् तपाईँहरू सकिएकै छैन है दादा। हजुरबालाई नै ओम नम नारायण, हजुरबालाई नै ओम नम नारायण, ओम नम नारायण। हजुरआमै यहीँ सबैजना आफ्नो कार्यहरू आउनुहुँदैछ, झट्टै बन्द गरेर आउनुहुन्छ दोकान सोकान। यहाँ विवेक काका पनि बिजी हुनुहुन्छ, हाम्रो दिदीले मिक्सीमा के किन्नु हुँदैछ। आज चाहिँ एकदम रमाइलो हुने भयो। महादेव लिडरसिप रमाइलो कार्यक्रम हाम्रो यहाँ हजुरआमाहरूकोमा हुनु गइरहेछ। हजुरबा हर हर महादेव। दसैँ हाम्रो चलिरहेछ है साथीभाइहरू, के गर्नु अब रमाइलो चाहिँ यही हुन्छ। स्न्याक्स हो कि स्न्याक्स खाइ चलिरहेछ। अरू भन्दा अचार देखेर साह्रै लोभ लागिसकेको पानी आइसक्यो। ओम नम नारायण आइसक्यो। काकाको चलिरहेछ कार्यक्रमहरू। कस्तो हुनुहुन्छ? ल हामी त आइपुग्यौँ, ल आइपुग्यौँ हामी। अब एकदम चलिरहेछ हाम्रो कार्यक्रमहरू। अब इन्जोय गर्ने, खाने, नाचगान गर्ने। हेर्दै गर्नुहोस् तपाईँले मेरो ब्लग्सलाई हो, धेरै राम्रो कार्यक्रमहरू गइरहेछ। ल जय श्री राम दादा। भाइ तँलाई कस्तो लाग्यो? जय श्री राम। काका खाना खानु भयो? भोलि खाना लिएर आउनुहुँदैछ। आइसक्नु भइसक्यो हाम्रो आज हजुरआमाको है घरमा हामीलाई के भन्छ दावत गर्नुभएको छ। र काका हाम्रो सञ्जय काका यहाँ आइसक्नु भयो। धेरै महानुभावहरू आइसकेर पनि खाना खानु। यस भाइ ओम नमो नारायण। अब यहाँ रमाइलो भइरहेछ। सबै नानीहरू बसेर हाम्रो सनु भाइ खुच्चे त हिँड्नु पर सुतिरहेछ हो। हाम्रो अङ्कित भाइ पनि आइपुगिसक्यो। यो खुच्चेको त भोलि पर्सि ठुलो भयो भने यसले हेर्छ नि। खाना रमाइलो भइरहेछ हो। पार्टीहरू चलिरहेछ। मनाउनु भयो हजुरबा? एकदम दामी खुसी लाग्यो। खानु हजुरबा खानुहोस्। वाप्पै हाल्नुहोस्, पारिदिनुहोस्। यस्तो गरिदिउँ न। चबाउनु हुँदो रहेछ। हजुर नमस्ते। यसो खाना खानुको लागि यहाँ हाम्रो सबैजना बहिनी दिदी भाइ सबैजना आउनु थाल्नु भइसकिसक्यो। सबैजनालाई वेलकम छ। ल नमस्ते, भाग्यमानी हुनु। ओम नमो नारायण। सबैजना पनिर धेरै राम्रोसँगले आजको हाम्रो खानापिना भइसक्यो हजुरआमाकोमा। हजुरआमालाई धेरै धेरै धन्यवाद। हाम्रो भाउजू नै आइसक्नु भइसक्यो। तपाईँ दुई शब्द के भन्न चाहनुहुन्छ? चिकन खाएर खाइदिनु। काका डल्ले पनि खाएला भनेर खाइदिनु एउटा। हाम्रो काकीले बनाउनु भएको
लागिरहेछ